सम्माननीय सभामुखज्यू, सर्वप्रथम त सर्वसम्मत रूपमा निर्वाचित भई सम्माननीय सभामुख जस्तो गरिमामय पदमा बहाल गर्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। यसैगरी नयाँ जनादेशबाट यस सम्मानित सदनमा जनताको प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण सदस्यज्यूहरू, परिवर्तनको जगमा बनेको नयाँ सरकारका मन्त्रीहरू र सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। हामी एउटा गरिमामय सदनमा उपस्थित छौँ र हामीमाथि एउटा ठुलो भारी बोकाएर जनताले पठाउनु भएको छ। म गोर्खाको क्षेत्र नम्बर 2बाट निर्वाचित भएर आउँदै गर्दाखेरि त्यहाँका बुढाबुढी बाआमा र गरिब र सीमान्तकृत नागरिकहरूको कुराहरू अहिले झलझल्ती सम्झेको छु र यहाँ सभामुखको रूपमा रहँदै गर्दाखेरि सदन, सरकार र देशको समग्र व्यवस्थालाई एउटा समुन्नत बनाउनको लागि अहम भूमिका खेल्नुहुन्छ भन्ने एउटा हृदयदेखि महसुस गरेको छु। यो सदन अहिले अनुहार मात्रै परिवर्तन छैन, यो सदनमा धेरै कुराहरू परिवर्तन गर्ने ल्याकत राखेका सदस्यहरू अहिले हामी उपस्थित छौँ र त्यो परिवर्तन गर्ने ल्याकत यहाँको नेतृत्वमा यो सदनले गर्न सकोस्। म पुनः यहाँलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। धेरै धेरै धन्यवाद छ। नमस्कार।